तपाईले क्लास 10 सक्नुभयो अब के गर्ने त क्लास 11 जोइन गर्ने हैन र पक्नुस् कम समयमा हेल्थ केयर सेक्टरमा क्लास 10 सकेपछि आफ्नो करियर बनाउन चाहनुहुन्छ त्यो पनि विदाउट एनी इन्ट्रान्स प्रिपरेसन हो सही सुन्नुभयो तपाईले डाइरेक्ट एडमिसन गर्नुहोस् 3 वर्ष पढ्नुहोस् र 100% जब प्लेसमेन्ट पाउनुहोस् अब जब चाहिँ कस्तो सेक्टरमा पाउँछ भन्ने हजुरको मनमा लागेछ होला त्यो पनि भन्छु म रुक्नुस् न प्राइभेट वा गभर्नमेन्ट हस्पिटलमा प्राइभेट क्लिनिकमा ट्रमा सेन्टरमा नर्सिङ होममा इमर्जेन्सी डिपार्टमेन्टमा कम्युनिटी हेल्थ सेन्टरमा डायग्नोस्टिक सेन्टरमा एनजिओ र आइएनजिओ लगायत अरु विभिन्न मेडिकल रिलेटेड सेक्टरहरुमा चिन्ता नगर्नुहोस् नाइरा इन्टरनेसनलले हजुरहरुको लागि इजी र अफोर्डेबल सल्युसन ल्याएको छ आउनुहोस् जानो कुन कोर्सहरु रहेका छन् त डिप्लोमा इन अपरेसन थिएटर एन्ड एनेस्थेसिया टेक्नोलोजी यो कोर्सले सिकाउँछ हाउ टु असिस्ट डक्टर्स ड्युरिङ सर्जरी र कसरी एनेस्थेसिया म्यानेज गर्ने स्टुडेन्ट्स बिकम स्किल्ड टु वर्क इन ओटी एज टेक्निशियन्स डिप्लोमा इन रिनल डायलिसिस टेक्नोलोजी दिस कोर्स ट्रेन्स स्टुडेन्ट्स ट्रिटमेन्ट रिलेटेड टु किडनी जस्तै डायलिसिस कसरी गर्ने हस्पिटल्समा डायलिसिस टेक्निशियनको डिमान्ड धेरै नै रहेको छ डिप्लोमा इन अप्टोमेट्री आइजको बेसिक केयर भिजन टेस्ट स्पेक्स प्रिस्क्रिप्सन गर्न सिकाइन्छ यु क्यान वर्क विथ eye hospital or optical clinics after this course. Diploma in medical imaging technology. CT scan, X-ray, MRI जस्तो medical imaging tools operate गर्न यो कोर्सले सिकाउँछ. It prepares students to assist radiologists. आजै नाइरा इन्टरनेसनलमा सम्पर्क गर्नुहोस्, आफ्नो सिट बुक गर्नुहोस् र आफ्नो फ्युचर सिक्योर गर्नुहोस्. यो कोर्सको इन्टरनेशनल करियर पोटेन्शियल पनि धेरै नै रहेको छ यदि तपाईसँग हाफ इयरको वर्क एक्सपिरियन्स छ सिटीभीटी इक्विभ्यालेन्ट जित्नु भएको छ नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा रेजिस्टर हुनु भएको छ र लाइसेन्सिङको एक्जाम क्लियर गर्नु भएको छ भने युएई युके अस्ट्रेलिया क्यानाडा जर्मनी जस्तो कन्ट्रीमा गएर राम्रो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ